धर्मनिरपेक्षता जिन्दाबाद भन्ने नेताहरू अनि किन मन्दिर गएर चाहिँ उम्मेदवारी दर्ता गर्नुभन्दा अगाडि आशीर्वाद लिन्छन् हैन? यो यसपालि हेर्नु न, यसपालि त हरेक राजनीतिक दलको उम्मेदवार पहिला मन्दिर गएको छ अनि बल्ल उम्मेदवारी दर्तामा गयो, हरेक। अनि जब उसलाई मन्दिर चाहिएको छ उम्मेदवारी दर्ता गर्नुभन्दा अगाडि, जब उसलाई चाहिँ मन्दिरै चाहियो, देवी देवतै चाहिएको जनताको भोट आकर्षित गर्नको लागि भने, ज्योतिष चाहिएको भने तपाईँ अनि आफ्नो राजनीतिक स्वार्थका लागि चाहिँ धर्मलाई प्रयोग गर्ने अनि नेपालको धार्मिक सांस्कृतिक पहिचान जोगाउँ भन्दा धर्म चाहिँ नचाहिने किन यो स्वार्थी कुरा गर्ने त हामी? चुनावको बेला तपाईँलाई धर्म याद आउँछ भने त्यही चुनावबाट बन्ने सरकारले धर्मको चाहिँ सम्बोधन गर्नु पर्यो, संविधान संशोधन गरेर त्यो धर्मलाई सम्मान गर्न पर्यो। अनि म धर्मनिरपेक्ष हुँ भन्ने तर जान फेरि मन्दिर मात्रै जाने। म धर्मनिरपेक्षतामा विश्वास गर्छु भने त जसरी म मन्दिर गएँ उम्मेदवारी दर्ता गर्नुभन्दा अगाडि म चर्च पनि जानु पर्यो, म मस्जिद पनि जानु पर्यो, म गुम्बा पनि जानु पर्यो, सबैतिर जानु पर्यो, अनि पो म धर्मनिरपेक्ष हुन्छु त। अनि मस्जिद गएँ भने नकारात्मक रूपले हेरिदिने पो हो कि, चर्चमा गयो भने भोटै नदिदिने पो हो कि हैन, गुम्बामा गएर मतदाता आकर्षित नै नभइदिने हो कि भन्ने डर पालेर भोट होल्ड गर्न चाहिँ मन्दिरै पुग्नु परेछ हैन। अनि धर्म सापेक्षतामा जाउँ न त भन्दाखेरि होइन, धर्मनिरपेक्षता नै ठिक छ भनेर पनि भन्नु परेछ। यो डबल स्ट्यान्डर्ड किन बोक्नु? अनि डोनाल्ड ट्रम्पले हेर्नुहोस्, जस्तो दुईटा घटनालाई हामी उदाहरण मानौँ। नाइजेरियामा हो सम्भवतः हैन, नाइजेरियामा इसाई आस्थावालाहरूको जब सफाया भयो अस्ति भर्खर हैन, उनले सार्वजनिक अभिव्यक्ति दिए नाइजेरियाको क्रिस्चियनको सुरक्षाको लागि अमेरिकी सेना पठाउँछु भने उनले। अमेरिका नाइजेरियन क्रिस्चियनको मानव अधिकार र जीवन रक्षाका लागि छ भनेर भने र आफैले पनि क्रिस्चियनिटीलाई म अमेरिका वापस लिएर आउँछु भने डोनाल्ड ट्रम्पले हैन। अनि यता चाइनाको तपाईँ हेर्नुहुन्छ भने सी जिनपिङले त्यही भन्छन्, चिनिया सभ्यता र संस्कृति जोगाउने कुरा। भारत हिन्दुत्वको बाटोमा हिँडिराखेकै छ। साउदी अरब घोषित रूपले मुस्लिम राष्ट्र नै हो, बिल्कुल हैन। इजरायल घोषित रूपले यहुदी राष्ट्र नै हो। संसारका हामी पावरफुल देशलाई उदाहरणको रूपमा हेर्यौँ भने पनि, जोसँग हाम्रो चाहिँ कनेक्सन छ तिनीहरूलाई हेर्यौँ भने पनि उनीहरू आफ्नो सभ्यता, आफ्नो संस्कृति, आफ्नो धर्म जोगाउन लागि परेका छन्। त्यो चाहे 21औं शताब्दी आओस् चाहे 25औं शताब्दी आओस्, उसले आफ्नो संस्कृति जोगाउने विषयमा सचेत छौ भने हामी किन आँखा चिम्लेर बसेको, हामी किन लापरवाह बनेको? The Secrets of Life with Subhas Agam.